भनेको बिदा हुने भने त्यो सिस्टमलाई हेरेर गरेका हौँ, त्यस्तै लागू गर्न खोजेका हौँ, या फेरि हामीले जो इरान, इजरायल, अमेरिका, युक्रेन र रसियामा युद्ध भएका कारणले त्यसकै इस्युले गर्दा हो अहिले एकदम सर्टेज भइरहेको छ होइन। त्यसले गर्दाखेरि अहिलेदेखि नै अलिकति हामीले ध्यान दियौँ भने त्यो किसिमको सर्टेज नहोला भनेर अहिले चाहिँ त्यो पेट्रोलियम पदार्थहरूको सर्टेजले नै गर्दा हो। तर अब यो हप्ताको 2 दिन बिदा हुने प्र्याक्टिस यहाँले भन्नुभएको जसरी नै विश्वको धेरै देशमा त्यो अब प्र्याक्टिस पनि छ। अब दीर्घकालीन रूपमा के हुन्छ हेरौँ, तर अहिलेको लागि चाहिँ त्योभन्दा पनि हामीले चाहिँ अहिलेको पेट्रोलियम पदार्थहरूमा चाहिँ सर्टेज भएको हुनाले गरेको। अब सरकार तीव्र गतिमा छ, जनताका थुप्रै आशाहरू पनि छन्। त्यही अनुसार तपाईहरुले चाहिँ शिक्षा मन्त्रालयले धेरै तयारी पत्रहरू पनि विभिन्न समयमा प्रकाशन गरिराख्नु भएको छ। तर एउटा धेरै नागरिकहरू जनताको प्रश्न छ, जसरी सरकारी विद्यालयलाई तपाईहरुले चाहिँ लगानी गरिराख्नु भएको छ, त्यसैगरी प्राइभेटलाई पनि लगानी हुनुपर्थ्यो। एउटा प्रश्न जस्तै प्राइभेट स्कुलमा पढाउनुको लागि शिक्षकहरूको लाइसेन्सहरू नभएको यो देशैभरिको गुनासो छ। अब मन्त्रालयले कसरी जान्छ के सरकारीमा मात्रै लाइसेन्स चाहिने हो? सरकारी सामुदायिक विद्यालयहरूमा हामीले लगानी गर्ने हो, त्यताको शिक्षकहरूमा लगानी गर्ने हो, त्यताको पूर्वाधार विकास गर्ने हो। सामुदायिक विद्यालय भनेको हाम्रो आफ्नो विद्यालय हो। संस्थागत निजी विद्यालयहरू भनेको त्यसलाई पनि यो समाजमा ठाउँ हुनुपर्छ है। कुनै न कुनै किसिमले उहाँहरूले पनि समाजमा योगदान गरिराख्नु भएको छ। तर संस्थागत विद्यालयलाई हामीले रेगुलेट गर्ने हो, मोनिटर गर्ने हो, तर लगानी चाहिँ सामुदायिक विद्यालयलाई गर्ने हो। लाइसेन्सको विषय दीर्घकालीन रूपमा हामीले हेर्नु पर्दाखेरि पढाउने शिक्षकको कुनै न कुनै किसिमको सर्टिफिकेसनको प्रावधान चाहिँ हुनुपर्छ। कानुनमा व्यवस्था चाहिँ लागू भएन, त्यसलाई लागू गर्नुपर्छ। पहिलेबाट सुरु हुन्छ, त्यो अब सुरु हुन्छ। धन्यवाद। प्लिज ब्याक Please.